कुल्फी वाला दाइ यहाँ गर्मीले मर्न लागिसकेमा आउँछ आउँछ प्रतीक्षा गर्न आउनु भयो कुल्फी वाला दाइ दाइ आउनु त आयो मेरो अंकल यो वेलकम काले दाइ कुल्फी खाम न कालो कुल्फी खान्छस् आइसक्रिम चाहियो भने हो त्यो खासमा त्यस्तो नि कुल्फी हुन्छ र थरी थरी हुन्छ दुनियाँमा राम्रो हुन्छ नराम्रो हुन्छ सेतो हुन्छ कालो हुन्छ इज्जतका साथ बोल भोसडी के यो के गरेको इज्जतका साथ भोसडी के भनेको भैया दुईटा कुल्फी हान्दिम न त हान्दिम ए दाइ पनि खानी तीनटा दिनु त त्यसो भए थ्यांक यू गाइस हैन हैन दाइ हात जोड्न पर्दैन यो गर्मीमा सबैले सबैको साथ दिनु पर्छ के कति सानो हुन्छ नि कुल्फी नेपालीको यत्रै हुन्छ मतलब चुप्लाएर खा त बल्ल बल्ल पाइरहेछ झन् खाना टेढो मेढो मुजी मलाई मन पर्दैन म्याच सिक्ने यही हो अन्तिम कुल्फी लामो देखा नि त तिम्रो झन् टेढो छ मेरो बिल्ला भयो यार धेरै नै बिल्ला भयो जसलाई बिल्ला लागेछ फक यु मदरफकर्स कस्तो स्वादिलो कुल्फी यार है ल गाइस ल लेट्स गो है कता कता खै कुल्फीको पैसा दही कति भयो होला पैसा तँलाई थाहा होला नि 90 रुपियाँ भयो कस्तो रहेछ हिसाब किताब मैले हानिसकेँ क्या यहाँनिर कसरी भयो त्यत्रो एउटाको 30 रुपियाँ हो कस्तो सानो थियो त कुल्फी कति धेरै हुँदा नि पैसा चाहिँ अब यस्तै छ यार यस्तै छ पारा यस्तै छ ताल जस्तो छ पैसा त्यस्तै छ माल दुधको भाउ बढ्नाले कुल्फी पनि महँगो भएको छ एउटा कुल्फी दिनु न मासु त खानै पर्छ अघि कुल्फी सकियो भनेको हैन कति भयो पैसा होइन होइन पर्दैन फ्रीमा हो तर म त पैसा लिन्छु नि तर हामी लिदैनौ नि थ्यांक यू भैया दाइको चित्त दुखे जस्तो छ ठीक छ दुख्यो के भयो त सरी भनिदिउँला तर छी यस्तो कुल्फी बेच्नुहुन्छ तपाईँ तर सयको भैया मारु जहाँबाट लौडी दाइ दामी है केटी त अगाडिको दुईटा चाहिँ राम्रो लागेको थियो अनि पछाडिको चाहिँ पछाडि त दामी रहेछ त यार पैसा दिनुस् त अब म जान्छु कुल्फी बनाउन तेरो चिलाको रहेछ यसैले त कुल्फीमा स्वाद आउने दाजु पैसा दिनुस् त अब दाइ मसँग 15 रुपियाँ मात्र थियो के दिनु न तपाईले पैसा प्लिज यो फुच्चे किन यति साह्रो बढी भएको तपाई दिनु त पैसा बच्चासँग नि के माग्ने हो त नि बच्चासँग माग्दा के हुन्छ थाहा पाउनु भएन र खै सबदेखि नबुझिकन नबोल हाँस उठ्छ यो मुजीहरूलाई देख्दाखेरि